हामी मानिसहरू कपी गर्नलाई चाहिँ एकदमै खप्पिस हुन्छौँ कि हैन। जस्तो विदेशहरूमा बर्गर, स्यान्डविच, पिज्जा, मोमो, चाउमिन यो खाने गरिन्छ। सबै यो चिज आएको कहाँबाट हो? पश्चिमी देशबाटै हो र हामीले पनि त्यसैलाई फलो गर्यो, त्यसैलाई खान सुरु गर्यो। हाम्रो देशमा के पाइन्छ त्यो मतलब छैन। त्यहाँ तिनीहरूले किन खान्छ? किनकि त्यहाँ हाम्रो देशमा जस्तो पाइँदैन, एग्रिकल्चर छैन, तिनीहरूले प्याकेट खानुपर्छ हैन। तिनीहरूसँग टाइम हुँदैन, यति धेरै काम हुन्छ कि तिनीहरूले खाना बनाउने टाइम हुँदैन। तिनीहरूले फ्रिजमा स्टोर गरेर राख्छ या त फेरि बजारबाट डाइरेक्ट ल्याएर खाने काम गर्छ। किनकि त्यहाँ बिजी सेड्युल छ। त्यहाँ चाहिँ कोट लगाउने गरिन्छ हैन, जतिखेर पनि। किनकि त्यहाँ मौसम कोल्ड छ, एकदम चिसो छ, त्यसले गर्दा लगाउने छैन। तर हामीले यहाँ बिहामा हामीले पनि जब गर्मी भइरहेको हुन्छ त्यतिखेर पनि हामीले कोट लगाइरहेको हुन्छ। यस्तो छ हाम्रो हालत। हाम्रै नेपालमा हेर्नुहोस्, हिमालमा, पहाडमा हैन, अनि यो तराईमा कति फरक छ, मौसम कति फरक छ। यहाँ जो तराईमा हुन्छ त्यो पहाडमा हुँदैन, जो पहाडमा हुन्छ त्यो हिमालमा हुँदैन। सबैको लेभल आफ्नो आफ्नो तरिकाले डिफ्रेन्ट छ। तर हामी चाहन्छौँ कि हामी यहाँ बसेर उहाँ अरूको देशको यो खायो भने हामीले चाहिँ फाइदा हुन्छ भनेर। त्यहाँको परिस्थिति, त्यहाँको सिचुएसन कस्तो छ? तपाईँ अगर हिमालयनमा यानि कि माउन्ट एभरेस्ट चढ्न जाँदै हुनुहुन्छ भने तपाईँले त्यही अनुसारको तयारी गर्नुपर्छ। तपाईँ पहाडमा चढ्दै हुनुहुन्छ भने त्यही अनुसारको, अगर तपाईँ तराईमा बस्दै हुनुहुन्छ भने तपाईँले त्यही अनुसार सिचुएसनसँग आफू ढाल्नुपर्छ, त्यही अनुसारको तपाईँले खाना खानुपर्छ। यो होइन कि अरूलाई बस देख्यो कपी गर्यो, यिनीहरूले यो खाइरहेको छ त त्यही खानुपर्छ भन्ने नै, यो होइन। हाम्रो नेपालमा के पाइएको छ, के छ एभाइलेबल, तपाईँ तराईमा हुनुहुन्छ, पहाडमा हुनुहुन्छ या हिमालमा हुनुहुन्छ, त्यही अनुसारले तपाईँले खानुभयो भने तपाईँको शरीरलाई स्वस्थ राख्न त्यसले चाहिँ मद्दत गर्छ। सो अरूको कपी गर्न छोड्नुहोस्, हाम्रै आफ्नै देशमा जो छ त्यसलाई युटिलाइज गर्ने कोसिस गर्नु। थ्याङ्क यू।